वेलकम टु ओख्रे। तपाईहरुलाई ओख्रेमा स्वागत छ। यहाँबाट जान सक्नुहुन्छ ओख्रेको टावर अनि यहाँबाट तपाईहरुले मजाले भ्यूहरु देख्न पाउनुहुन्छ। सो मसँगै आउनु होला। अलराइट, हामी ओख्रे अलमोस्ट पुगिसक्यौं। पुगेर यो बाटोबाट उकालो लाग्दैछौं। यस्तो छ उता हैन। म आज भन्दा 2 वर्ष 3 वर्ष अगाडि पनि आएको थिएँ यहाँ। बाटो उता त्यस्तो छ। सो बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ भने जस्तै यहाँ पनि धेरै टाढा भयो। सो अहिलेको लागि हामी जाँदैछौँ। निकै नै हामीलाई गाह्रो भएको महसुस हुँदैछ। महसुस। तर म एकदमै धेरै क्रेजी पनि त छु पहाडहरुमा घुम्नुको लागि। यहाँबाट उता गयो भने चाहिँ याङसिला पुगिन्छ। याङसिला मोरङ केराबारी भन्छ यहाँबाट है। सो यहाँबाट मास्तिर चाहिँ यता चाहिँ ओख्रे छ ल ओख्रे हो यहाँबाट उता। ठिक हामी यो बाटोबाट चाहिँ आउनुपर्छ। मास्तिर आउँदाखेरि चाहिँ मिल्छ हैन। यहाँबाट सिधै जाने हो भने चाहिँ उता याङसिला मोरङ। केटाहरूलाई मैले भनेछु साइक्लिङ जाउँ भनेर हैन। यस्तै बाटो हो यो साइकलको लागि एकदमै राम्रो छ क्या। बाइकहरु जान्छ। अब यी गाडी जाँदो रहेछ। म एकचोटी बाइकहरु लगेर पनि गएको छु। केटा हो यस्तो छ है बाटो यहाँको। एन्ड यहाँनिर गुराँस फुलेको छ। क्यान आई टेक दिस वान? नो ओके। नटिप्ने हामी। गुनासहरु चाहिँ प्लिज नटिप्नु है। यहाँ यस्तो बल्ल बल्ल फुलिरहेको हुन्छ। सब टिपेर लिएर कहाँ फ्याल्दिरहेको हुन्छ। बैशाखतिर भएको थियो होला त्यो। त्यति बेला पनि हुसु लागेको मेरो लाइफ टाइममा मैले फर्स्ट टाइम थाहा पाएको। त्यति बेला हुसु लाग्छ भनेर हैन। यस्तो चिसो थियो त्यस्तै क्या। आज पनि पुरै हुसुहरु आइरहेको छ हैन। यता माथि छ टावर देखिरहेको छ यहाँबाट। अनि आज चाहिँ साच्ची भनेको ओभर दामी दामी क्लिप्सहरु बनाएर लानु पर्यो। याङसिला जाने बाटो यता भयो। साइकल ट्रेलको लागि त्यता छ बाटो। म रिटर्न ब्याक भएर अब माथि जाँदैछु। यस्तो दामी छ। धेरै बोलियो है। के गर्नु त यस्तै छ जिन्दगी। 2 मिनेट 56 वा 58। गुरासै फुल्यो अस्ति पनि गाए बनहीमा मेरो मन छुल्यो तिम्रो मनहीमा गुरासै फुल्यो। यति धेरै गुराँसहरु नजिकबाट हेर्दाखेरि रियली लभ इट। कस्तो रमाइलो लाग्छ। यस्तो आनन्द भइरहेको छ। पर्यटकीय क्षेत्र ओख्रे भ्यू टावर जाने बाटो। गुराँस के अरे सागुरीगढी 5 ओख्रे धनकुटा प्रदेश नम्बर 1। अरे धनकुटा रहेछ त ओख्रे। Look at this गुराँस रोडोडेन्ड्रन। रोडोडेन्ड्रन नि भन्छ है। रोडोडेन्ड्रन यो चाहिँ भयो एउटा बेस क्याम्प जस्तै। बेस क्याम्प भन्छ नि के अरे एबिसी अन्नपूर्ण बेस क्याम्प भने जस्तै ओख्रे भ्यू टावरको बेस क्याम्प क्याम्प 1 हैन। यहाँ चाहिँ अब मान्छेहरु आएर रमाइलो गर्ने गाडीहरु ल्याउने। अहिले बाटो त खासै राम्रो छैन त्यहाँदेखि यहाँ आउने। यहाँबाट ठिक माथि चाहिँ बबाल राम्रो छ। अमेजिङ भ्यू छ। अनि त्यो जरुवा वाटर पानी मिनरल वाटर पनि तपाई पिउँदै यसरी आनन्दको साथमा जान सक्नुहुन्छ। जरुर खरिद्न जरुवा वाटर। हामी अब यहाँबाट सर्ट जान्छौँ है माथितिर। यो है भन्ने पनि बानी मेरो चाहिँ हैन। अरूले भनेको सुन्दा अमेजिङ। आदरणीय दर्शकबिन आज हामी हेर्नुस् यस्तो छ बाटो। हेर्नुस् तपाईहरुलाई हामी देखाउन चाहन्छौँ। प्रत्यक्ष प्रसारण छौँ। हेर्नुस् यस्तो छ बाटो। यस्तो छ। आज हामी राजनीतिको बारेमा पनि कुराकानी गर्दैनौँ। आज प्रधानमन्त्रीको बारेमा पनि कुराकानी गर्दैनौँ। आज हामी देशकै पर्यटकीय व्यवस्थाको बारेमा कुराकानी गर्नेछौँ। आदरणीय दर्शकबिन
अलराइट निकै डर लाग्दो छ यता अगाडि जाउँ न म घुमाउँछु ओभर डर लाग्दो छ होइन धेरै नै सो मलाई त डर लागेको क्या धेरै नहिँडेर हरर जस्तै छ नि कस्तो के भन्ने यसलाई गले मान्छे बसिनु पर्यो फेरि अर्को क्लिप रमपम खाएर हामी निस्केको कहाँ हो बाटो खोइ के हो यो यस्तो किन यस्तो भयो यो आऊ कसैले ननिकालेको रहेछ हटाइदिनु त पर्थ्यो होला बाटोमा गलिरहेको बेला होस् गुराँसको यस्तो झरिरहेको छ गुराँसको बोट रहेछ कि आम्मामा कस्तो उकालो हौ अब आइपुग्नु आँट्यो है Base camp, second base camp. यो पनि राम्रो छ यहाँ यहाँ आऊ है म यहाँ छु यसले पनि निकै आनन्द दियो त्यहाँबाट यता आउँछ भने अब चाहिँ आइपुग्नु आँट्यौँ है फाइनली एकछिन त्यहाँ रेस्ट गरेर अब माथि आयौँ माथि निकै बबाल हल्ला खल्ला हुँदैछ गएर कोहरू आएको होला मेरो जुत्ता फाइनली हामी आइसकेको छौँ ओखरेको भ्यू टावरमा पछाडि यस्तो बबाल राम्रो छ तर एउटा ब्याड थिङ भनेको चाहिँ हामी आएको देखेर निस्केर जानुभयो मान्छेहरू सरी के गर्नु यस्तै छ ओके हामी ओखरे भ्यू टावर आइसकेको छौँ ओखरे भ्यू टावर त्यहाँ छ अब हामी टक्क जान्छौँ माथि भाइ बहिनीहरू रहेछ गयो माथि चढ्छौँ अब हामी माथि जान्छौँ है टुङ 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 चढौँ है त ल आऊ माथि आऊ न सो धीरे धीरे से आओ
खुट्टा ठोक्यो यस्तो रिस उठ्दो हुन्छ यस्तो भएपछि चाहिँ यस्तो खुट्टै घाउ भयो पिल्स्यो नै खुट्टा सुट्टा ठोक्यो अनुहारै बिग्रियो सेतो भएर नदेखेर सिँढी नै फाइनली हामी टपमा आइपुगेको छौँ यहाँ चाहिँ अति बवाल चिसो छ मेरो पुरानो युट्युब च्यानलमा पनि मैले यहाँको भिडियो लगाएको थिएँ कता कता छौ रूपमा सोचमा उयसको फिल आयो यार जाडो महिनाको यतिकै छोपिदिइहाल्यो कसम यहाँ चाहिँ बब्बाल आएर बस्नु अब फेरि राम्रो बनाउनु भएको रहेछ यहाँनिरको मान्छेहरूले डेन्जर राम्रो छ यार अलराइट ओख्रेको टावर यस्तो छ यहाँबाट सनराइज पनि हुन्छ सनराइज पनि मैले देखाएको थिएँ पहिलेको भ्लगमा तर त्यो आइडी नै ब्यान भयो ब्यान भन्दा पनि त्यो म युजलेस छ चलाउँदिनँ सो नयाँ मैले फेसबुक अकाउन्ट पनि नयाँ हो इन्स्टाग्राम पनि नयाँ हो अनि मेरो युट्युब च्यानल पनि नयाँ हो सो यस्तो भयो खुल्यो ओ यस्तो उयो छ स्पिड छ यो क्लाउड बादलको आमा हावा त मलाई नै उडाउँछ क्या यसरी मैले पक्रिदिइरहेछ है यस्तो डेन्जर मिठो भयो हामी त्यहाँ तलबाट के भन्छ यस्तो छ आहा गुलाबी शिशुभा शराबी सी हवा भीगी सी भागी सी मेरे बातों में समाए जोगी सी जागी सी कोई राम दुआ सुनाए हाँ ख्यालों से भले ये जिंदगी चले कोई बातों में समाए खुल्यो मैले यही मात्रै पढिरहेको थिएँ ल धनकुटा ओख्रेको भ्यू टावर यस्तो छ हामी त्यहाँ तलबाट आएको यहाँबाट लाका अम्बो यस्तो भइसकेछ अन्त ल अहिलेको लागि हाम्रो ओख्रेसम्मको ट्रिप हाम्रो ओख्रेसम्मको राइड भन्नुहुन्छ हाम्रो ओख्रेसम्मको यात्रा ट्राभल अति बबाल साँच्ची भनेको ओभर बबाल डेन्जर कसम त्यो चाहिँ कम्प्लिटली यहाँनिर आउँदाखेरि चाहिँ त्यो के अरे रिग्रेट भन्ने कुरा छैन पनि यस्तो बबाल भइरहेछ म मजाले अब यहाँको आनन्द लिन्छु अनि त्यहाँबाट म फेरि रिटर्न ब्याक टु होम हुन्छु अनि नेक्स्ट भ्लग मेरो जे पनि हुनसक्छ जहाँ पनि हुनसक्छ तपाईँहरू सपोर्ट गर्दै गर्नुहोस् सब्सक्राइब त गर्नुहोस् त भन्दिनँ मन लाग्छ भने गर्नुहोस् तर भिडियो चाहिँ प्लिज हेरिदिनुहोस् तपाईँहरू मेरो सब्सक्राइबर भ्युवर्सले जति भए पनि 5 जना भए पनि अब चाहिँ सो अब म यो भिडियोलाई यहाँनिर एन्ड गर्छु यो मेरो भ्लगलाई भनौँ मोटो भ्लग भनौँ अथवा ट्राभल भ्लग वाट एभर जे भए पनि होइन अहिलेको लागि मैले यहाँनिर मेरो भ्लगलाई एन्ड गर्न चाहन्छु सी यु नेक्स्ट भ्लग बाई बाई जय नेपाल